हेलो हाई नमस्ते साथीभाइहरू। हामी 3 तारिक पिकनिक खानु गएको थियौँ सब बसमा सबैजना हाइपथर गाउँदेखि मियोमा। पुरा नाच्दै रमाइलो गर्दै म पुरा खुसीमा इन्जोय गर्दै जाँदैछौँ र यहाँ सबैजना हाइपथरको हामी कमिटीहरू सबैजना जाँदैछौँ। यहाँ भ्यू हेर्नु सक्छ मियोको यी नदीको अलिकति अनि मासु बनाएर यो वाउ क्या दामी वाह आहा बढिया। यहाँ बहिनीलाई पनि सोध्दैछु खाना कस्तो छ भनेर, दामी भन्दैछ बहिनीले। र फेरि यहाँ यी बहिनीलाई पनि सोध्छु कस्तो छ बहिनी, दामी भन्दैछ दामी। र यहाँ भाइ मेरो छोरा एकदम बढिया छ भन्दैछ, बढिया छ भन्दैछ। भतिजा बुहारीहरू यता भतिजा हो दामी दामी भन्दैछ। र यहाँ फेरि भाइलाई सोध्छु कस्तो दामी भनिरहेछ है। र यहाँ भाइले पनि दामी छ दादा भन्दैछ एकदम। र हामी यी बहिनीहरूलाई खाना खाँदैछ, उनीहरू पनि सबैजना एकदम मस्त भइरहेछ पिकनिक खाएर, मस्त लागिरहेछ सबैजना। ऊ हाम्रो बस उहाँ हो त्यो बसमा आएको। यहाँ भाउजूहरू मस्त खाँदैछ। अनि यहाँ यी भाइहरू र मिलन भाइ र सुमी बहिनी, यो दुइटाको बहुत योगदान छ। बहुत धन्यवाद छ दुइटा भाइ बहिनीलाई, मिलन भाइ र सुमी बहिनीलाई। उनीहरूले सबै यतिजनालाई गाइड गरेर यहाँ तक लिएर यो पिकनिक ल्याएको हो र बहुत धन्यवाद छ। र हेर्नुहोस् यहाँ पनि यस्तो छ भ्यू मियोको। यो मियोमा खाएको हामी हो, यस्तो छ है, यस्तो दामी छ हो। पहाड छ उता, पहाड छ त्यहाँ बगिरहेको खोला उता पहाड हो। अनि यस्तै हो, राम्रो लागिरहेछ, हामी राम्रो लागेको छ। त्यहाँ यिनीहरू पनि त्यहाँ गर्दैछ, खाँदैछ, खाना खाएर त्यहाँ बसेको होला, आराम गरेको होला हो। त्यो स्कुल पार्टी पनि आएको थियो अर्कै भतिजाले पनि पुरा नाच्दै देखाउँदैछ। बाई बाई।